दुई कार्यकाल काम गर्ने त्यसपछि अरू नयाँ मान्छे आउँछन् छोडिदिने के को आर्यघाटमा राजनीति लिएर जानुपर्ने के भएको छ र हामीलाई केही पनि भएको छैन। राम्रो काम गर्नलाई दुई कार्यकाल पर्याप्त छ, आफै हुनुपर्छ भन्ने छैन। राम्रो साथी भयो सँगै मिलेर अगाडि बढ्यौँ, राम्रा साथीहरू अरू आउँछन् सँगै अगाडि बढ्छौँ। देशलाई निकास दिने कुरा ठुलो कुरा हो, देशलाई के चाहिन्छ त्यो ठुलो कुरा हो, मलाई के चाहिन्छ तपाईँलाई के चाहिन्छ त्यो ठुलो कुरो होइन। यसपटक देशको आवश्यकता अनुसार हामी मिलेर आएका छौँ। अब तपाईँलाई भोट हाल्ने कहाँ होला भन्ने चिन्ता गर्नु पर्दैन, ती छ त माथि, ती राखेछ त, घन्टी त सधैँ थियो। तपाईँको र मेरो भेट नभए पनि मैले पहिल्यै भनेको थिएँ जे पनि हुनसक्छ म माथि, त मैले यो सङ्केत गरेकै थिएँ, भनेकै थिएँ मलाई जे भए पनि चिन्ता नगर्नु होला, यिनले मलाई हराउन सक्छन्, हटाउन सक्छन्, मेटाउन सक्छन्, मानसिक रूपमा शारीरिक रूपमा सिद्ध्याउन सक्छन्, तर घन्टी छ है, घन्टी मतपत्रमा भनेको थिएँ म, घन्टी छ। हामीले यसैभरि हुन सके जति सीमित समयमा हुन सके जतिका होनार साथीहरूलाई जम्मा गरेर लिएर बसेका छौँ। रासोपाका उम्मेदवार अर्को ग्रहबाट खसेका त होइन नै, फेरि यही समाजमा भएका साथीभाइहरू खोजखाज गर्दै बटुल्दै ल्याएका छौँ। यही हुलमा कोही खराब निस्किएछ भने त्यसलाई फिर्ता ल्याउने विधि पनि छ हामीसँग। त्यसैले अब यो भोट बाँडेर दिन पाइँदैन। यसपटक इतिहास रच्न पर्नेछ। कालिकाले त देखाइसकेको छ, योभन्दा अगाडि पनि कालिकाले त ठुलो छाती देखाएको छ। अझै उदाहरण दिनुपर्ने ठाउँमा हामी आएका छौँ र यसपटक म अघिल्ला निर्वाचनहरूभन्दा कम देखिन सक्छु। मैले आफू घर घरमा जाने जिम्मा तपाईँहरूलाई बुझाउन आएको छु आज म। मेरो साटो घर घर तपाईँ गइदिनुपर्छ, किनभने दूरदराजमा कयौँ घन्टीका साथीहरू उठेका छन्, तिनलाई जिताउनु पर्नेछ। तिनलाई लिएर नगए त संसदमा माइक काटिदिन्छन्, उनीहरूले जित्यो भने त बोल्न दिँदैनन्, तपाईँका मुद्दा बोल्न दिँदैनन्। त्यसैले गर्दा यसपटक हरेक घन्टी वाहकलाई देशका कुना काप्चाबाट जिताएर संसद भवन लिएर गएर देशलाई आवश्यक कानुन बनाउने। कुन ठाउँको बाटो बन्यो बनेन ठुलो कुरो होइन, कानुन यस्तो बन्नुपर्छ कि जहाँको पनि बाटो बन्नुपर्छ। घर घरको बाटो, घर घरमा छेउछेउमा बाटो लान सकिँदैन। कुन वडाका किसानले मल पाएनन् भन्ने कुरामा काम गरेर हिँड्न साध्य छैन। नीति नियम यस्तो बन्नु पर्यो कि हरेक किसानले मल पाउनुपर्छ, बिउ पाउनुपर्छ, उत्पादन गरेको सामान बजारमा मूल्य पाउनुपर्छ, बिचौलिया पोस्ने होइन। त्यो एउटा नेताले गर्छ भन्छ नि, त्यो कुनै जादुगर होइन बा, त्यस्ता जादुगर नेता जन्मिया छैन। कम्तीमा म त्यस्तो जादुगर होइन। म यति चाहिँ ग्यारेन्टी गर्न सक्छु कि कसैसँग नबिकिकन, कसैसँग नझुकिकन किसानलाई चाहिने कानुन, मजदुरलाई चाहिने कानुन, व्यापारी व्यवसायीलाई चाहिने कानुन, विद्यार्थीलाई चाहिने कानुन, पेसाकर्मीलाई चाहिने कानुन, कर्मचारीलाई चाहिने कानुन, सबैलाई चाहिने कानुन बनेको छ भने त्यसको पालना, बनेको छैन भने बनाएर सेवा गर्न सकिन्छ। यो चाहिँ म ग्यारेन्टी गर्न सक्छु। यसमा छलछाम हुँदैन, तर त्यसका लागि सङ्ख्या चाहिन्छ। सङ्ख्या बगैर कराएर त केही पनि हुँदैन।